डबल त्रिबल पैसा हालेर खर्च गरेर चाहिँ लोकेसनमा आइयो। अब अफिसमा आएर पनि स्टाफहरूलाई यसो इमोसनल ब्ल्याकमेल गरेर भयो नि आफ्नो काम बनाउँछौँ भनेर भनेको छ। ल फेरि त्यो पनि रङ एड्रेसमा आएर मरिएछ। अब के भन्दिनँ यार। हामी चाहिँ आज चाहिँ ठाउँ चिन्न नसकेको कारणले गर्दा हामी चाहिँ अलग्गै ठाउँमा चाहिँ हिँड्यौँ। हामी जानुपर्ने एकतिर थियो तर हामी ठाउँ नचिनेको कारणले चाहिँ अगाडि आयौँ। फेरि फर्केर चाहिँ हामी त्यही बाटो जाँदैछौँ मरा रामदाई। के लाग्छ रामदाई हामीले टाइममै भेटिन्छ जस्तो लाग्छ? टाइम भर चलता इधर ही है ना। कितना दूर है आप? थोड़ा टाइम और लगेगा। ऊपर ही लाए तीर अपन लाए बस मैंने नहीं मान लिया यार। यार उस परदेसी जिंदगी इतना साला इतना भन्दा बढी गाडीमा ट्राभल भयो आज हाम्रो। आजको दिन खराब रहेछ। त्यही माथि साला त्यो ट्याक्सी ड्राइभर बङ्गाली पनि रिसायो है। साला त्यो नि रिसाइरहेको थियो। साला त्यसले सराप दियो होला क्या दाइ। त्यही ड्राइभरले नै सराप्यो होला क्या हामीलाई। त्यही भएर चाहिँ सक्सेस हुन नसकेको। डिफरेंस है वो नियर होता है। अब यह लोकेशन बराबर है। वो भी तो बराबर बोला, ये भी बराबर पता नहीं। अब फेरि सेम गाडी चढेर फेरि जानु पर्यो सिटीबाट अनि माबुला है। त्यसो जिन्दगी साला झन्डु जिन्दगी। तपाईँ फोनमा हुनुहुन्छ अहिले? होइन होइन तर तपाईँले भनेको आइडिया सही हो कि यार। म एकदम नेपालीको दिमाग पछि आउँछ भन्थ्यो नि दाइ। त्यही लाग्यो कि मलाई यार। तपाईँले भन्दै हुनुहुन्थ्यो नि यस्तो कुरो नगर त्यस्तो कुरो नगर भनेर भन्नुभएको थियो नि। तपाईँले सही भन्नुभएको क्या यार। म दिमाग छैन क्या मेरो यार। के गर्ने यार। अरूले गाली गर्नै पर्दैन कि मलाई। म आफूलाई नै गाली गर्नुपर्छ कि यस्तो दिमाग त लास्टमा आउँछ कि दिमाग फेरि यार। सोचेमा यसलाई म अलिकति आफ्नो खुट्टामा आफैले बन्छ र हानिन्छ भनेको त्यही हो। यहाँबाट चाहिँ लगभग 2000 भन्दा चाहिँ बिल्डिङहरू चाहिँ खाली गरेर चाहिँ मान्छेहरू हटाएका थिए आजभन्दा 1 महिना पहिला। त्यही भएर यो ठाउँमा चाहिँ त्यति धेरै मान्छेहरू चाहिँ देखा पर्दैनन्। यो ठाउँ पुरा रूपमा खाली भइसकेको छ। यो चाहिँ यहाँको चाहिँ पुरानो बिल्डिङहरू चाहिँ पुरानो भएको कारणले गर्दा चाहिँ यहाँबाट चाहिँ मान्छेहरू हटाइएको थियो। धेरैजना नेपालीहरू, धेरैजना इन्डियन बङ्गालीहरू जो चाहिँ यो देशमा चाहिँ काम गर्न आएका कामदारहरू थिए सबैजना चाहिँ बिचल्ली भएका थिए। अहिले चाहिँ यहाँ चाहिँ त्यति मान्छेहरू चाहिँ बस्दैनन्, मान्छेहरू छैनन्। यो ठाउँलाई चाहिँ केही समयको लागि खाली गरेर फेरि पुनर्निर्माण चाहिँ घरहरू बिल्डिङहरू चाहिँ पुनर्निर्माण गर्ने कार्य चाहिँ भइरहेको छ। यो हेर्दा पुरानो नेपाल जस्तो देखिन्छ। यो ठाउँले चाहिँ मलाई आफ्नो गाउँ नेपालको याद दिलाइदियो। चार पाँच ठाउँमा चाहिँ भेराइटीका नाममा चाहिँ रोकिरहेको छ। मेरो कपालहरू चाहिँ कति मोटो देखेको यो जुवादारीहरू फेरि एक्सप्लोर गर्न लागौँ न। अभी जलीब पहुँच गए हैं। ये जलीब नहीं है ना? हो गया तो हमको बता दीजिए, हम इंतज़ार करेंगे। हमको मालूम नहीं है प्रकाश। मुस्किल जस्तो सिचुएसनमा पनि स्माइल गर्नुपर्छ। के गर्नु। पहिला गयो सेम बाटो फेरि आयो सेम बाटो।
एउटै लोकेसनमा पुग्नको लागि 2 चोटि चाहिँ टिकट काट्नु पर्यो। टाइम पनि वेस्ट, मन नलाग्दो काम पनि भनेन। साला यति सानो देश भए पनि कति धेरै ट्राफिक हो क्या यार, है? कति धेरै गाडी, कति धेरै भेहिकल, यार वाक्कै लाग्दो। मान्छे पनि त्यस्तै, सानो देश भए पनि यार। भाग्नु परेछ। कति साह्रो बिजी रोड हो यार, रोडहरू पनि यार। जुनैसुकै पनि ठाउँमा, जुनसुकै ठाउँमा पनि यार वाक्कै लाग्दो यार। फेरि हामी भागेर रोड